अब राष्ट्रिय खेलकुद परिषद नेपाल गभर्नमेन्ट भनेको अब एउटा सेक्टर हो। हामीलाई चाहिँ के लाग्छ भने अब जेन्युन प्रतिभाहरूलाई चाहिँ छनौट गर्न जान्दैन। किन भन्दाखेरि हरेक खेलको नर्म्स हुन्छ। कोही खेलमा हाइट चाहिन्छ, कोही खेलमा अलि होचो चाहिन्छ, कोही खेलमा बलियो चाहिन्छ, कोही खेलमा स्पिड चाहिन्छ हैन। त्यो अनुसार चाहिँ खेलाडी छनौट गरेर चाहिँ उहाँहरूलाई चाहिँ वान वे बनाउन सक्नुपर्छ। त्यो गभर्नमेन्टबाट भएको छैन। गभर्नमेन्ट भने एउटा राजनीति नीति हो। राजनीति नीतिले एउटा पदमा पुग्छ, त्यही अनुसार चाहिँ आफ्ना मान्छेहरू को छ, मैले भनेको मान्ने मान्छेहरू को छ, त्यस्तो जेन्युन मान्छेहरू खोज्ने क्रममा चाहिँ उहाँहरूले आफन्तहरू के मैले भनेको मान्छेहरूले चाहिँ फलाना सङ्घको अध्यक्ष बनाउने, महासचिव बनाउने भन्ने चाहिँ त्यस्तो कसरतमा लागेको हुन्छ। त्यस कारणले त्यति चाहिँ सफलता छैन। अहिले नि हेर्ने हो भने सफलता त्यति गभर्नमेन्टबाट लगानी भएबाट छैन। 2014मा इन्चोन एसियन गेम भयो। त्यो बेलामा चाहिँ नेपाल सरकारबाट 22 खेलबाट चाहिँ 205 जना खेलाडी सहभागी भएको थियो र कोच अफिसियली गरेर 360 जना दक्षिण कोरिया पुग्यो। त्यहीबाट चाहिँ देशको चाहिँ 8 करोड लगानी भयो। त्यो 8 करोड भित्रबाट हामीले 1 रुपैयाँ नलिकन चाहिँ मैले त्यो बेला चाहिँ विमला तामाङ, अनुपमा मगर जो अहिले साफ गेममा गोल्ड मेडल हान्यो उहाँहरूलाई मैले पठाएको थिएँ र त्यही खेलाडीले चाहिँ एउटा मात्रै पदक जित्यो। भनेपछि अहिले 58औं एसियन गेम इन्डोनेसियामा भयो। इन्डोनेसिया एउटा मात्रै पदक जित्यो, प्याराग्लाइडिङ। त्यो भनेको नेपाल सरकारबाट खेलकुद परिषदबाट लगानी भएको खेल होइन। त्यो भने त एउटा पोखरातिर बाहिर बिजनेस व्यापारको लागि चाहिँ सञ्चालन भएको खेल। त्यो खेलले पदक जित्यो भनेपछि त के छ रिजल्ट? अहिले साफ गेममा मात्रै हो। अहिले 13औं साफ गेममा राम्रो रिजल्ट आयो भनेको, नत्र चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा त्यति पदक चाहिँ कमै छ। हामीले चाहिँ इन्डिभिजुअल खेलहरूमा चाहिँ राम्रोसँग लगानी गर्न सक्यो भने विश्व च्याम्पियनसिपसम्ममा चाहिँ मेडल जित्न सक्ने चाहिँ सम्भावना एकदम दरो छ। म अनु अधिकारी -50 केजीको 13औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता र योभन्दा अगाडि 11 साउथ एसियन गेमको रजत पदक विजेता र 18औं एसियन गेम जुन इन्डोनेसियामा भएको थियो र त्योभन्दा अगाडि 17औं एसियन गेम जुन हाम्रो इन्चोन कोरियामा भएको थियो। त्यसमा सहभागिता जनाएर राम्रो पर्फर्मेन्स गरेको र वर्ल्ड च्याम्पियनसिप जुन टोकियोमा भएको थियो त्यसमा पनि विभिन्न अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू चाहिँ पार्टिसिपेट गरेको र मेडल पनि प्राप्त गरेको। हजुर, मेरो उद्देश्य भनेको अहिले 2020 ओलम्पिकमा हाम्रो कराते इन्भल्भ भएको छ। त्यहाँसम्म हाम्रो नेपाली हुन्छ नि, यो अझसम्म करातेमा कोही पनि यो इन्भल्भ नै फर्स्ट टाइम भएको हिसाबले चाहिँ त्यहाँ चाहिँ एउटा हाम्रो टार्गेट छ। त्यहाँ एउटा सहभागिता जनाउने र देशको प्रतिनिधित्व गर्ने, त्यो नै एउटा मेन उद्देश्य टार्गेट हो। इन्भल्भ हुन त पहिला धेरै नै गाह्रो थियो, किनकि स्पोर्ट्समा यति धेरै माहौल थिएन अहिले जतिको। अनि अब पहिला फ्यामिली ब्याकग्राउन्ड पनि मेरो स्पोर्ट्समा नभएको हिसाबले गर्दाखेरि चाहिँ अलिकति यसमा भिजिन मलाई अलिकति गाह्रो भयो। तर पनि सफलताहरू हात पार्दै गएपछि, फ्यामिली सपोर्ट हुँदै गएपछि चाहिँ यसमा अलिकति राम्रो हुँदै गयो भनौँ न। अनि प्लस देशको पनि एउटा प्रतिनिधित्व गर्न पाउने एउटा आत्मसम्मान पनि, एउटा आफूलाई पनि हुन्छ नि, मैले नि देशको लागि केही गर्न पाएँ जस्तो त्यो फिल हुने, त्यसले गर्दाखेरि चाहिँ राम्रो भयो भनौँ। र अब आगामी आउने भाइ बहिनी अथवा महिला खेलाडीलाई चाहिँ के भन्न चाहन्छु भने अहिले यो जुन 13औं दक्षिण एसियाली खेलकुदमा पनि धेरै पदक चाहिँ पुरुषले भन्दा महिलाले हानेको हामीले एउटा रेकर्ड हेऱ्यौँ होइन। र देशको प्रतिनिधित्व गर्ने र प्लस मेडल बढी ल्याउन सक्ने चान्सेस भन्ने पुरुषमा भन्दा महिलामा धेरै क्यापेबिलिटी रहेछ भन्ने कुरा एउटा प्रमाणित भएको छ। र एउटा अब आफ्नो भविष्यलाई पनि सुनिश्चित गर्ने एउटा भनौँ न, बाटो पनि एउटा खेलकुद नै हो भन्न चाहन्छु। मेरो फर्स्ट मैले जुन हातखुट्टा खेल्न आएकै यही डोजोमा हो, यही ठाउँमा हो। र मेरो प्रथम गुरु, फर्स्ट गुरु उहाँ नै मेरो ध्रुव विक्रम मल्ल। उहाँले नै गर्दाखेरि आज म यो स्थानमा आइपुगेको छु। र अहिले हालसालै भएको 13औं दक्षिण एसियाली खेलकुदमा पनि उहाँले मलाई यस्तो खाले यसरी खेल भनेर उहाँले मलाई पहिल्यै टेक्निकहरू सिकाउनु भएको थियो। यहीँ डोजोमा पनि आएर कति कुराहरू सिकाउनु भएको थियो, यसरी खेल तिमी भनेर उहाँले मलाई एउटा नलेजहरू दिनुभएको थियो। लास्ट आवरमा पनि आएर त्यही अनुसारले मैले खेलेँ होइन। देशको लागि एउटा गोल्ड मेडल प्राप्त गर्न पाएँ, एकदमै खुसीको कुरा हो। र गुरुलाई म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँ मेरो गुरु मात्रै नभएर मेरो अभिभावक पनि हुनुहुन्छ। हरेक कुरामा यसो गर, पोजिटिभ कुराहरू सिकाउनुहुन्छ, एकदमै खुसी लाग्छ। नमस्ते, म नवीन रसाइली, 13 सालको गोल्ड मेडलिस्ट, -67 केजीमा। मेरो घर चाहिँ बागलुङ। अनि यो तपाईले सार्कमा जित्दाखेरि तपाईलाई गोल्ड मेडल दिँदाखेरिको अवस्था बताउनुहोस्। गोल्ड मेडल जित्दाको मेरो अवस्था चाहिँ एकदम खुसीको थियो। अब त्यहाँ खुसीको आँसु पनि आएको थियो। तर त्यहाँ चाहिँ अब कठिनको दिनहरू सम्झाएको थियो। त्योभन्दा पहिला चाहिँ अब म जित्दै गर्दाको त्यो अब एकदम खुसी थिएँ त्यतिखेर। म साफेमा गोल्ड मेडल हान्दा अब
बालाजु डोजो एकाडेमी नेपाल चाहिँ हाम्रो हरेक खेलाडीहरू हुन्छ नि अब उत्पादन गरेर सब स्कलरसिप पढेर स्कुल लाइफदेखि कलेज लाइफसम्म हाम्रो सब स्कलरसिपदेखि अनि गेम जित्दै गर्दा हामी नेसनलदेखि साप एसियनसम्म पुग्दा अनि सब यहीँ डोजोदेखि उत्पादन भएर हरेक राम्रो खेलाडी यहीँ हाम्रो गुरु आदरणीय गुरु ध्रुवविक्रम मल्लले ट्रेनिङ गराएर अनि सब अहिले हामी यहाँ जुन ठाउँमा छौँ उहाँले नै गर्दा हो। अनि हाम्रो यो डोजो चाहिँ हाम्रो खेलाडीहरूको लागि चाहिँ एकदम राम्रो छ वातावरण, सब खेलाडीहरूले पाउने फ्यासिलिटीहरू जुन ट्रेनिङ गर्दा राम्रो हुने सबै यहाँ फ्यासिलिटी राम्रो छ डोजो। तपाईँको अब के छ प्लान? अब 7 गेम जित्नुभयो, अब के छ प्लान? अबको प्लान चाहिँ अब मेन अब यो साफ पछिको प्लान चाहिँ अब भन्दा अब 2020 ओलम्पिक छ जापानमा हुन लाग्यो, अब 2020मा हुन लाग्यो जापानमा चाहिँ त्यो 2020मा चाहिँ ओलम्पिकको टार्गेट छ। अनि अहिले लगातार हामी चाहिँ चिल्लीमा चाहिँ हाम्रो त्यो 2020को लागि ओलम्पिकको लागि चाहिँ हामी क्वालिफाईको लागि भनेर हामी त्यो उसमा चाहिँ चिल्लीमा चाहिँ गेम खेल्न जाँदैछौँ। त्यही अब 2020 ओलम्पिक नै अहिलेको टार्गेट चाहिँ। नमस्ते, मेरो नाम सुन्ता महर्जन हो। म चाहिँ नि मेरो घर चाहिँ यहीँ काठमाडौँ मनमैजुमा हो। म चाहिँ नि 13औं सालको अहिले भर्खर सम्पन्न भएको 13औं सालको गोल्ड मेडलिस्ट। मैले अस्ति भर्खर बङ्गलादेशमा भएको 5th साउथ एसियन गेममा चाहिँ म थर्ड भएको थिएँ। म चाहिँ -67 kg को गोल्ड मेडलिस्ट हो। जस म चाहिँ यहाँ धेरै भयो, म यहाँ म यस्तो एसएलसी दिवस चाहिँ यहाँ आबद्ध भएको गुरु बालाजु डोजोमा चाहिँ होइन, जस गुरुको एउटा दिनले नै अहिले यो ठाउँमा चाहिँ पुगेको छु। यो दिन त सर्वप्रथम त यो दिन त पहिला कोचहरूकै हुन्छ, त्यसमाथि हाम्रो गुरु ध्रुव गुरु अनि एउटा परिवारको सपोर्टले नै जोस् परिवार सपोर्टले कराते खेल्यो। कराते खेल्दाखेरि नि यहाँ ध्रुव गुरुको सपोर्टले अहिले जोस् गुरुको साथले सहयोगले नै अहिले जोस् हामी यो ठाउँसम्म पुग्न सफल भएको छु। नमस्ते, म राजकुमार रसाइली। मेरो घर चाहिँ बागलुङ, हाल काठमाडौँ बालाजु। म अहिले भइरहेको 13 साउथ एसियन गेमको टिम कमिटीतर्फ ब्रोन्ज मेडलिस्ट। अनि मेरो अरू एचिभमेन्टहरू चाहिँ 2012मा 11मा मलेसियाको सेलाङ्गर भन्ने ठाउँमा 20 कोही वर्ल्ड कप भएको थियो, त्यसमा म रजत पदक विजेता। अनि 2010मा कोही ओपन एसियन गेम भएको थियो, त्यसमा म रजत पदक विजेता। अनि 2014 इन्डियामा भएको साउथ एसियन कराटे च्याम्पियनसिपको गोल्ड मेडलिस्ट। परिवर्तनहरू त्यस्तो धेरै त छैन होइन। पहिला हामी खेल्दाखेरि र अहिले अब हामी नै खेलिरहेको छौँ अहिलेसम्म। अब यो कन्टिन्युटी गर्न सक्यो भने अझै पनि भइन्छ होला र यो सबै डिसिप्लिन, मेहनत अनि गुरुको यो प्रशिक्षणमा भर पर्ने कुरो हो। गुरुको बारेमा भन्नुपर्दा अब ध्रुवविक्रम मल्ल भन्ने हाम्रो गुरु चाहिँ करातेको महागुरु नै हो होइन। उहाँ जस्तो गुरु पायो भने चाहिँ हामी जस्तो यो 12 वर्ष 15 वर्ष 20-25 वर्ष जति नै कन्टिन्यू गर्न सकिन्छ हामीले गेम। के छ अब फ्युचर प्लान? कहाँसम्म पुग्ने प्लान छ? हाम्रो फ्युचर प्लान चाहिँ अहिले म यो साख गेममा ब्रोन्ज मेडलमै सीमित हुन पुगेँ। मेरो टार्गेट अझ गोल्ड नै छ त्यो साख गेममै। हजुर, थ्याङ्क यू। होस्, म अनुपमा मगर, अहिले भर भइरहेको 13 साउथ एसियन गेमको +60 kg गोल्ड मेडलिस्ट। अनि मेरो घर चाहिँ उदयपुर जिल्ला लेखानी गाविस वार्ड नम्बर 5 हो। अनि म चाहिँ ट्रेनिङ चाहिँ बालाजु एकाडेमीमा गर्छु। मैले खेल स्टार्टिङ चाहिँ प्याले क्लबबाट गरेको, किनभने म अलरेडी सङ्गठनमा भएको कारणले गर्दाखेरि। अनि प्याले क्लबमा कमलबा गुरुले सिकाउनुहुन्थ्यो, त्यसपछि 1 महिना पछाडि ध्रुव गुरुले मलाई सिलेक्ट गरेर चाहिँ यहाँ बालाजु डोजोमा ल्याउनु भएको प्याले क्लबबाट। अनि त्यही भएर त्यहीँबाट मेरो कराटे जीवन सुरु भएको हो। साफमा गोल्ड मेडल ल्याउँदाखेरि चाहिँ अब पहिलादेखि मेरो एउटा साफमा गोल्ड मेडल ल्याउँ, त्यसको लागि के गरौँ भन्ने मेरो चाहना थियो। साफमा गोल्ड मेडल दिलाउन पाउँदा म धेरै नै खुसी भएँ, त्यही नै हो। देशको लागि लड्नु पनि भयो? हजुर, म देशको लागि पनि लडेँ, देशको लागि मेडल पनि ल्याएँ। कति वर्ष लड्नु? म सङ्गठनमा त म गाउँमा हुँदाखेरि 1-1.5 वर्ष बसेँ, त्यसपछि लगेर फेरि यताभित्र ब्यारेकमा आएर 4 वर्ष बसेँ। 6-7 वर्ष नै पार्टीमा हिँडेँ म चाहिँ। अब चाहिँ तपाईँ जस्तो यङ जेनेरेसनहरूलाई के सजेसन गर्न चाहनुहुन्छ? अब म यङ जेनेरेसनलाई चाहिँ अब गेम खेल्दाखेरि चाहिँ अब जस आफूलाई मनपर्ने जुन गेम खेल्दा नि हुन्छ, तर एकचोटि गेम हाऱ्यो भन्दामा गेम नचुने, तर निरन्तर दिइराख्यो भने चाहिँ अब सक्सेसफुल हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर निरन्तर दिनुहोस् भन्न चाहन्छु। होस्, मेरो नाम विजय श्रेष्ठ। मेरो पुरानो घर सिन्धुपाल्चोक र हालै बसस्थान अहिले काठमाडौँ वनस्थली र -55 kg को नेसनल एन्ड इन्टरनेसनल प्लेयर। 3rd साउथ एसियन च्याम्पियनसिपको गोल्ड मेडलिस्ट, 15 एसियन पेसिफिकको गोल्ड मेडलिस्ट र विश्व च्याम्पियनसिपमा
मैले ब्रोन्ज मेडल जितेको छु। यो हार्डवर्क एन्ड डिटर्मिनेसनले हो ल, हार्डवर्क गरेर नै भोलिको दिनमा सक्सेस हुनेछ र पछिका आउने भाइ बहिनीहरूले पनि यसै गरी मेहनत गर्दै गयो भने भोलि विश्वमा आफ्नो नाम चिनाउन सफल हुनेछ। अनि यो गुरु र यो संस्थाको बारेमा आदरणीय गुरु ध्रुव गुरु हाम्रो लागि एउटा हाम्रो लागि एउटा महान व्यक्तित्व हुनुहुन्छ। उहाँलाई हामीले कुनै ठाउँमा औँलामा वा मनमा राखेर गर्ने ठाउँ नै छैन। उहाँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ कि जसले हाम्रो लागि आजसम्म जेसुकै पर्दा पनि गुरुले साथ सहयोग दिनुभएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उहाँकै आफ्नै बजेटमा हामीलाई अहिलेसम्म विदेशमा लगेर राष्ट्रिय स्तरको झन्डा फहराउन सफल भएको छ उहाँकै कारणले। यहाँबाट कतिवटा मेडल ल्याउनु भएको छ गुरु? अहिले सापमा त खास यहाँ परीक्षण गरेको त 6वटा गोल्ड मेडल, 2टा रजत पदक, 3टा ब्रोन्ज मेडल, 11वटा मेडल। यही म जहाँ उभिएको छु यही ठाउँमा प्रशिक्षण गराइएका गुरुका आफ्नै स्टुडेन्टले गोल्ड मेडल लगायत अरू मेडलहरू प्राप्त गर्न सकेका छन्। र मैले आज यो कार्यक्रम विशेष गरी म क्यानाडाबाट यहाँ किन आएको छु भने तपाईँ हामी जति पनि देश विदेशमा बस्छौँ, हामीले संसारको हरेक कुनामा बसे पनि हाम्रो ज्यान हुन्छ उहाँ हुन्छ, तर हाम्रो मन र दिमाग पनि सधैँ नेपालमा हुन्छ। नेपालले जित्दै हुन्थ्यो, नेपालले राम्रो गर्दै हुन्थ्यो, नेपालमा शान्ति सुरक्षा भइदिए हुन्थ्यो, विकास भए हुन्थ्यो भन्ने हामी सबैको धारणा हुन्छ। र त्यही धारणाले नेपालको कला संस्कृति, नेपालको धर्म, नेपालको साहित्य सङ्गीत, यहाँका पर्यटकीय क्षेत्रलाई संसारभरि पुर्याउने हाम्रो अभियानमा अब एउटा अर्को इट्टा पनि थपिएको छ, त्यो हो स्पोर्ट्स। र विशेष गरी आज हामी यो करातेको यो बिल्डिङभित्र छौँ, यो मन्दिरभित्र छौँ र म लगायत मेरो टिभी अथवा हाम्रो एनआरएनए टिम लगायत विश्वमा भएका सम्पूर्ण नेपालीहरू जसले नेपाललाई माया गर्नुहुन्छ अवश्य पनि गुरुको यो अभियानलाई साथ दिनुहुनेछ। साथ मात्रै तपाईँले दिनुभयो भने हाम्रा यी स्टुडेन्टहरू, गुरुका स्टुडेन्टहरू, गुरु लगायत हाम्रो यो टिम इन्टरनेसनल स्तरमा पनि जानेछ, इन्टरनेसनल ओलम्पिकमा पनि जानेछ, लगायत अरू विभिन्न खालका मेडलहरू पनि जित्नेछ। र विशेष गरी आजको यो चाहिँ समय दिनुभएकोमा ध्रुव गुरुलाई अनि उहाँको टिमलाई धेरै धन्यवाद दिन्छु र म यहाँहरूको विद्यासागर बसाल पनि बिदा हुन्छु। नमस्कार। जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ रमाएर जिन्दगी बिताउनुहोस्। नेपाली कला संस्कृति र नेपाललाई माया गर्नुहोला। धन्यवाद।